मेरो घर चाहिँ छोडेर एक हप्ता पछाडि आएको यस्तो भइरहेछ। हाम्रो घर चाहिँ बिचरा चाहिँ लेउ पलाएर पानीले कुटेर अस्ति मकै गोडेर गएको यहाँ कोला पसिरहेछ। घर चाहिँ यस्तो भएछ, बिचरा भएछ। मेरो छोरो पनि हाई भन्दैछ। झारै झार पुरा चौरी भएछ। मेरो फुलहरू पनि मरेछन्। यस्तो भएछ, यस्तो छ। ला यता अर्को फुलहरू सारिराखेको नि मरेछन्। मेरो धाराहरू घर यस्तो छ। एरियाहरू गाह्रो छ नि घर छोडेर हिँड्नलाई। मकै अस्ति गोडेर गएको यतिको भएछ। यस्तो छ है। अब सफा गर्नुपर्ने घर। साथीहरू म चाहिँ यहाँ घर लिप्दैछु है। अब पानी त परिरहेछ तर पनि अब यसो घरलाई अलिअलि उज्यालो बनाइराख्नु भनेर अर्कोचोटि आउँदाखेरि फेरि पानीले कुटेर ढुट्टो बनाएको हुन्छ होला। अब मौसम पनि घुमिरहेछ, बिहान पनि पानी पर्छ। उ बल्ल रोएर लिप्दै गरेको है। यस्तो छ है जिन्दगी। अब लिप्न पनि खासै त आउँदैन, भन्नु पनि हुँदैन होइन। आउनु त अब जस्तै भए पनि धुलो मार्नु पर्यो, उक्किएको टाल्नु पर्यो, त्यस्तै हो। यसरी लिप्नुपर्छ गाउँघरमा साथीहरू। त्यसै भनेछ। सबै भत्किएर थियो। यहाँ चाहिँ पानी पर्यो अनि यो मम्मीले चाहिँ घर लिप्नु भएको थियो। बिचरा पानी परेर फेरि उस्तै भयो। अनि यहाँ जानु रिसाउँदै घर लिप्नु भएको थियो। यस्तो हो, पानी परेर अनि पानी परेर म पनि किचनमै बसिरहेको छु। हुस्से लागिरहेको छ कालो बादल। हुन्छ, हाम्रो घर हो यो। अनि उयो चाहिँ भत्केको घर। अनि फेरि लिप्न थाल्नुभयो। अब पानी पानी माथिल्लोपट्टि चाहिँ लिप्नु पर्यो भन्दै जानुभयो है। माथिल्लोपट्टि पनि छ नि त हाम्रो सिक्खुवा, त्यही भएर। अनि यो हाम्रो किचन हो है। हरियाली छ। उहाँ हाम्रो फुल आइरहेको छ क्या। अनि हाम्रो बारी हो उयो सब होइन। अब के भन्नु, अब मेरो भाइ चाहिँ पसल गइरहेको थियो नजिकैको। अब पानीमा भिज्दैछ होला। ल पानी पर्यो र पनि घर लिपियो होइन। अब नलिपिन नहुने। अनि घर लिपेको यस्तो भयो, पानी परेर बिजोग छ। पानी पनि के परेको नि, लिप्दा लिप्दै पर्छ होइन। अनि फेरि एकछिन राख्छु। अस्ति लिपेको सबै भत्किएर पानीले, अस्तिको पानीले। अनि यस्तो छ। अनि घर चाहिँ लिपिसक्यो भनौँ न, पानी पर्दै पनि। अनि आँगनहरू चाहिँ यस्तो छ है। अब सफा गरौँ भनेको भ्याइँदैन। अब भोलि बिहानै जानुपर्ने। यी छोराछोरीहरू होमवर्क गर्दैछन्। अनि यस्तो छ, बिजोग छ जिन्दगी। हजुर हजुर ल। अनि यसरी बनाइयो। यहाँ एउटा घर चाहिँ भत्किन लागिरहेछ, फेरि बनाउन पर्ने। ल राख्नु।
अनि यस्तो छ, फेरि पानी पर्न लागिरहेछ हौ। अब बर्खा लाग्यो नि त, अनि त्यही भएर पनि होला होइन। अनि हाम्रो डिक्समहरू लडिरहेछन् पहिलाकोहरू। अनि यस्तो छ, यस्तै छ है मौसम पनि। तपाईँहरूकोतिर कस्तो छ? हाम्रोतिर चाहिँ यस्तो छ, आँगनहरू पनि चाउर भइसक्यो घर छाडेर हिँडेपछि। किचनहरू भत्किसकेका छन्। अनि धाराहरू यस्तो छ, झारैझार। अनि बारीहरू यस्तै छ गाउँघरको मौसम। मकै अस्तिको हप्ता मकै गोडेको, अहिले यत्रो भइसकेको छ। अनि हाम्रो यता छिमेकी घरहरू यता माथि यो पारिदेखि नै शुक्रबारे। अनि यस्तो छ मकै, यो चाहिँ सबै हाम्रो मकैहरू। अनि घर यताबाट हेर्दा यस्तो छ, यस्तै छ है। मेरो सानो भिडियोलाई माया गरिदिनु होला। फुलहरू फुलेर कोही मरिसके, कोही फुल्दैछन् होइन। अब यस्तै छ फुलहरू, खासै राम्रो त छैन, मरिसक्यो। यहाँनिर पनि रोपेको यस्तो छ। यहाँ भर्खर सार्दैछु, अब बिस्तारै सर्छ होला। अनि यस्तो छ, के गर्नु अब। आफ्नो घरको माया लाग्छ होइन, फुल पनि माया लाग्छ। अब घर छाडेको पनि धेरै भयो, रै पनि अब कहिले काहीँ आएर पानीहरू यसो लाउँदै